हेलो एभ्रिवान वेलकम टु माई भ्लग। म चाहिँ अब पसलबाट घर जान लागेको। यो चाहिँ मेरो फार्मेसी हो, हेर्न सक्नुहुन्छ तपाईहरुले है। अब यताबाट चाहिँ म सिधै जिम जान्छु फर्स्टमा हैन, अनि त्यसपछि बल्ल घर जान्छु। ओके गाइज, सी यू। तपाईहरुको हालखबर के छ? बाहिरको वेदर चाहिँ यस्तो छ आज है, पानी पनि परेको छैन, एकदमै राम्रो छ वेदर। अनि खाजा खानुभयो त तपाईहरुले? अनि त्यसपछि मेरो हैन कति धेरै गिफ्टहरु आएको छ, अनि मेडिसिनहरु पनि, अनि प्लस मेरो बहिनीको पसलबाट मलाई कति धेरै अरु सामानहरु नि आएको छ। म तपाईहरुलाई भोलि देखाउँछु ल। बाइ, सी यू गाइज। अनि यिनीहरु चाहिँ मेरो प्लान्ट हो, उनी चाहिँ मेरो मनी प्लान्ट। अनि उनी चाहिँ अहिले यति ठुलो भइसकिन् हैन, मलाई एकदमै माया गर्छिन् के उनीले। अनि अर्को मेरो स्नेक प्लान्ट त्यहाँ हुनुहुन्छ, अनि यता पिस लिली सबै हुनुहुन्छ हैन, अनि जेट प्लान्ट पनि छ मसँग। मैले प्लान्टहरु चाहिँ लगाइरहेको हुन्छु, मलाई मन पर्छ। ओके गाइस, सी यू। म चाहिँ अब जिम जान्छु, जिमको भिडियोहरु राख्छु ल। साथीहरु भिडियो हेर्दै गर्नु, च्यानल सब्स्क्राइब गर्नु, टिकटकमा फलो गर्नु सबैजनाले। टिकटक भिडियो मेरो हेर्नु होला है। ओके गाइज, सी यू। आई एम रेडी। यो चाहिँ मेरो झोला हो है। अब पसल बन्द गरेर घर जानु पर्छ। बत्ती पनि निभाए मैले। हिजो मेरो जुत्ताले यस्तो घाउ बनाएको छ कि खुट्टामा। अनि युट्युबमा चाहिँ मलाई यो थम्बनेलहरु राख्नलाई अलिकति गाह्रो भइरहेको थियो। आज चाहिँ मैले सिकेको छु। अब यो भिडियोमा चाहिँ राख्छु होला आई थिंक। साथीहरु पसल बन्द गरिदिइहालौँ है त। नेपालमा यही हो क्या है, सटर विदेशतिर भए भए रिमोटले सटर बन्द हुन्थ्यो, सटर खुल्थ्यो है। नेपालमा चाहिँ यस्तै छ गाइजहरु। यहाँ चाहिँ मेरो स्कुटर सवार हुनुहुन्छ, बसिराख्नु स्कुटरमा जाने होला चाहिँ घर हैन। आज मैले जिमको लागि लुगा पनि ल्याएको थिएन के, जान्छु कि जाँदैन भनेर। तर हिजो पनि गएन नि त, अस्ति झन् स्याटरडे थियो। अब आज त जसरी जानै पर्छ जिम। यो चाहिँ बस पार्कको माथि चाहिँ कन्स्ट्रक्सन चलिरहेछ होइन। आजको आउटफिट दिस इज फ्रम माई हस्बेन्ड होइन। यो चाहिँ मैले यो प्यान्ट चाहिँ 600 कि 700मा लिएको थिएँ। अनि यो जुत्ता, यो चप्पल चाहिँ दिदीको हो। अनि यो ब्याग मैले त्यस्तै 800 त्यस्तैमा ल्याएको थिएँ है। ओके गाइज, म चाहिँ जिम आइपुगेँ। हेलो एभ्रिवान, के छ हालखबर? फाइनली म चाहिँ जिम आइसकेँ। अनि यहाँ चाहिँ मेरो खुट्टा दुखिरहेको थियो कि, अनि जुत्ता लाम कि नलाम भन्दै म गइरहेको थिएँ, लगाउनु चाहिँ लगाएँ होइन। अनि तपाईँहरूको के छ हालखबर? सबैजना साथीहरूलाई वेलकम टु माई लाइभ, अनि वेलकम टु माई युट्युब च्यानल होइन। टिकटक धेरै चलाउनु भयो भएर वेलकम टु माई लाइभ बनाएँ। अनि यहाँ चाहिँ मैले साथीहरूलाई हेलो गरेको, उहाँले अनि तपाईँ कति पछि देख्यो भन्नुभयो। अनि म कति पछि आएको नि त भने, अनि तपाईँहरू पनि भनेको हामी पनि ग्याप भयो नि भन्दै हुनुहुन्थ्यो। अनि मैले ब्यागहरू यता साइडमा राखेर अब चाहिँ जिमको लागि रेडी हुँदैछु ल। अनि मेरो यो आउटफिट चाहिँ जिमको आउटफिट होइन, नर्मल हो होइन। अनि अघि नै मैले देखाइसकेँ मैले उसलाई। अनि कति बेला आएको तिमीहरू भनेर सोधेको, उसले सुन्दै सुनेन क्या। अब हेर्नु है त, मेरो अब एक्सर्साइज स्टार्ट भयो।
गाइज ल मेरो एक्सर्साइज स्टार्ट भयो ल हेर्नु है त पहिला चाहिँ फर्स्टमा वार्म अप गर्नु पऱ्यो नि त हल्का मेरो बडी चाहिँ हेर्नु न यस्तो छ म यतिको मोटी छु क्या लास्टै मोटी है ओके गाइज यहाँ जिममा चाहिँ पुरै गीतहरू बजिरहेको हुन्छ नि त त्यही भएर मैले भोइस ओभर गरेको छु तपाईँहरूलाई कस्तो लाग्छ सबैजना मेरो टिकटक युट्युब फ्यामिलीहरूलाई वेलकम टु माई युट्युब च्यानल है मेरो टिकटकको साथीहरूले पनि धेरैले मेरो युट्युब च्यानलहरू हेरिराख्नु भएको छ सब्सक्राइबर बढिराख्नु भएको छ तपाईँहरू सबैलाई एकदमै धेरै धन्यवाद दिनु मैले पहिला चाहिँ फर्स्टमा घाँटीको एक्सर्साइज गरेँ त्यसपछि हात खुट्टाको है अनि त्यसपछि हेर्दै जानु होला साथीहरू फर्स्टमा चाहिँ मैले हल्का वार्मअप गर्छु क्या अनि त्यसपछि बल्ल जिम स्टार्ट गर्छु अनि हेर्दै जानु होला रमाइलो हुन्छ जिम गर्नु होला तपाईँहरू सबैजना एकदमै राम्रो हुन्छ एक्सर्साइज कति धेरै हामीलाई रोगहरू पनि निको हुन्छ होइन पसिनाहरू बगिन्छ अनि यत्तिकै बडी पनि फिट हुन्छ सबैजना जिम जानु होला जिम जानु नसके पनि एक्सर्साइज चाहिँ गर्नु होला मिनिमम पनि होइन हेर्नु न हल्का खुट्टा कस्तो दुखेको थियो क्या मेरो अनि त्यही भएर मैले अलिकति मात्र गरेँ अब अर्को एक्सर्साइज गर्छु ल यो पछि अनि त्यही नै हो अनि त्यसपछि चाहिँ अर्को गर्छु मैले होइन अनि यो हल्का यस्तो उफ्रिँदा चाहिँ अनि सबै बडीहरू कस्तो सेक भए जस्तो लाग्छ क्या अनि त्यही भएर उफ्रिनै अलिकति लाग्छ ओके गाइज अब अर्को एक्सर्साइज गर्छु मैले हेर्दै जानु होला है त अब अर्को पुल ओभर के भन्छ यसलाई हो कि के हो सिटेड र के हो त्यो अब यो गर्दैछु मलाई नाम चाहिँ राम्रोसँग आउँदैन हेर्नु होला सबैजनाले एकदमै रमाइलो हुन्छ भोइस ओभर गर्दैछु मैले चाहिँ किनभने जिममा एकदमै हल्ला हुन्छ नि त त्यही भएर राम्रोसँग हेर्नु होला सबैजनाले भिडियो है सब्सक्राइब गर्नु होला च्यानललाई भिडियो लाइक कमेन्ट गर्नु होला सबैजनालाई एकदमै धेरै हार्डली रिक्वेस्ट गर्न चाहन्छु म त्यसपछि यो चाहिँ अलिकति अप्ठ्यारो भयो मलाई नि त्यही भएर अर्को चेन्ज गर्दैछु मैले चाहिँ कति धेरैजना हुन्छ क्या जिम गर्ने भाइ बहिनीहरू सबैजना हुनुहुन्छ दिदीहरू हुनुहुन्छ कति धेरै त सिनियर हुनुहुन्छ सबैजनाले कति ठुलो ठुलो बडी बनाइसक्नु भएको छ मसल्स मात्रै बिल्डअप गरिसक्नु भएको छ फ्याट लस गरेर होइन म चाहिँ फ्याट लस गर्ने जर्नीमै छु यस्तै रहेछ अब लाइफ भनेको होइन जिम चाहिँ गरौँ न अरू नगरे नि ल गाइस हेर्दै गर्नु होला है अनि अर्कोमा पनि यस्तो रमाइलो भएको छ हेर्दै जानु होला है त
अलि अस्ति कहिले हो म चाहिँ ठ्याक्कै यहाँ हिँड्दै थिएँ क्या होइन अनि म त आँखा चिम्म गरेछु मलाई थाहा नै थिएन म लडेछु क्या त्यस्तो हुन्छ कहिलेकाहीँ होइन कहिलेकाहीँ हुन्छ त्यस्तो
You know what guys, हैन, I don't know why मलाई कसैले के भन्यो भने पनि मलाई मतलब लाग्दैन क्या। मेरो बारेमा जसले जे भन्छ नि मलाई मतलब लाग्दैन कि, मलाई बालै लाग्दैन हैन। I don't know, मलाई बालै छैन क्या, मलाई बालै छैन। जेसुकै भन्नुस् क्या, जेसुकै भन्नुस् हैन। म आफ्नो लाइफमा रमाइरहेको छु क्या, मलाई कसैले केही सजेसनै दिनु पर्दैन क्या है। म राम्री भए नि नराम्री भए नि, मेरो स्किन राम्रो भयो नि नराम्रो भयो नि, त्यो मलाई नै मनपर्छ क्या। म आफैलाई फरक पर्ने हो क्या, तपाईँहरूलाई केही फरक पर्दैन ल। तपाईँहरूले केही पनि सोच्नु पर्दैन त्यसको बारेमा, तपाईँहरूले दुःखै गर्नु पर्दैन क्या। हस्, अघि घरमा खाएको भन्दा त यो त धेरै नै मिठो रसिलो रहेछ। कति गुलियो, यस्तै यस्तै दिनमा 4-5 वटा खान पाए त। भात नखाइकन क्या, यो मात्रै भात नखाइकन यो मात्रै खान पाए त धेरै डुब्लाइन्थ्यो होला क्या। यो खाएपछि फेरि 2 थाल भात नि खानुपर्छ, कहाँबाट गर्ने। धेरै रसिला कति मिठो हो। हेलो एभ्रिवान, अब चाउमिन खाँदैछु म चाहिँ है। मलाई मात्रै किन हुन्छ कि जहिले पनि खाना खाने बेला कपाल पर्छ। सस छुट्टै राख्दैन। पर्दैन एकदमै मिठो छ है गाइस। मैले चाहिँ चिकन चाउमिन खाएको हो, मिठो छ। कसरी बोल्नु है। अब अर्कोचोटि चाहिँ बक्स चाउमिन खानु आउनु पर्ला।
ल साथीहरू सबै भिडियोहरू हेरेर रिभ्यू दिनु होला, कमेन्ट गर्नु होला है। अनि मैले टिकटक भिडियोहरू पनि हालेको थिएँ, त्यही भएर गीत हटाएर चाहिँ मैले भोइस ओभर गरेर राखेको छु। कतिमा चाहिँ भोइस ओभर गरेको छैन है। हेर्नु होला अनि सब्सक्राइब गर्नु होला, लाइक कमेन्ट गर्नु होला। हस्, धन्यवाद।